वेदर एकदम चिसो गाइस पसीको घाम खाँदा खाँदा आज जौबारी हामी जाँदैछौँ हैन देख्न सक्नुहुन्छ जौबारीको हाइवे एकदम रमाइलो र यहाँको जंगल भिर पाखाहरू एकदम दामी छ हैन एकदम बाटो चाहिँ ओपी चिसो हवा अब गरम लाग्यो कि यस्तो लेकहरू पस्नु पर्ने रहेछ है मात्रै मजा आउने रहेछ र तपाईँलाई बाटो चाहिँ देखाइदिएको दामी छ हो हेर्नुहोस् हैन वेदर पनि कस्तो दामी क्लाउड्स हेर्नु कस्तो दामी छ हैन हो अम्बो दामी हो चिसो मौसम हो एकदम दामी छ यहाँ गुम्पा पनि रहिसकेको छु दामी जग्गा यतिको दामी जग्गा कहीँ छैन गाइस हो एकदम चिसो रमाइलो र अहिले फिलहाल चाहिँ हामी यहाँ छौँ नरमाया दिदीको घरमा र दुईजना ब्रदर्सहरू पनि छ र होमस्टे पनि छ गाइस हो यहाँ चाहिँ हल छ यहाँ हो हल एकदम दामी हो मेरो यसो एउटा घरको टाइपको हो ए यो जौबारी जग्गामा यहाँ नरमाया दिदीको यहाँ होमस्टे छ तपाईहरु आउनु सक्नुहुन्छ हैन बस्नु सक्नुहुन्छ एकदम मजाको छ जग्गा चिसो छ हो टाइम हैन आइ मजाको छ आएर यहाँ बस्दा पनि हुन्छ तपाईहरु स्टे गर्दा हुन्छ आउनुस् यही हो हामी फिलहाल यो किबीको बगानमा छौं र कृष्ण भाइलाई हेलो हो हेलो यहाँ यसको त मुन्टा चुटाउने बेला भएको छ हो हजुर यसको मुन्टा चुटायो भने हजुर एकदम दामी फल्छ अब यो यतिकै छोड्यो भने चाहिँ हजुर यस्तो फल्दैन हेल्दी पनि हुँदैन किवी हो सानो हुन्छ हजुर यो चुटायो भने चाहिँ ठुलो हुन्छ देख्न सक्नुहुन्छ किवी यो सुरु भएको हो फुल सिजन लाग्यो यो फुल हो यहाँ चाहिँ किवीको फार्मिङ रहेछ हो अलैँचीहरू छ यो सानो यो चाहिँ के हो योहरू चाहिँ यिनीहरू चाहिँ यिनीहरू घाँस हो यो चाहिँ हामीले किन यसरी लगाएको भन्दाखेरि नि अब यहाँ टक्क च्याउहरू फुल्छ हो यो च्याउहरू यहीँकै हो खाँदा हुन्छ यो च्याउ यो च्याउ यहीँ फुल्छ यो यसमा फुलेको च्याउ चाहिँ खाँदा हुन्छ यसमा फुलेको है फुल्छ हो देख्न सक्नुहुन्छ गाइस यो यस्तोमा उम्रेको च्याउ चाहिँ खान सकिन्छ अरे जस्तो यो इक्जाम्पल यो फुल्छ हजुर बफायो सुकायो हजुर त्यहाँपछि टक्क अब चिकन चिल्लीहरू टाइपको हुन्छ नि क्याप्सिकमहरू काटेर वान अफ द बेस्ट मसरुम दामी हुन्छ है गाइस यसरी पनि हामीले यो मुढाहरू राखेर चाहिँ यहाँ पनि हामीले मसरुम उगाउन सकिने रहेछ हो यहाँ किवीको चाहिँ मलाई ठिक लाग्यो हो र हाम्रो यहाँ सन्देश सरले चाहिँ यहाँ हल्का घाँसलाई हेर्ने आँसु हो मेल र फिमेल रहेछ हो थुच्चा रहेछ ऊ टोक्दैछ यहाँदेखि चाहिँ ठुङ्छ होला र अहिले हामी हुँदा जाँदैछौँ चाहिँ यस्तै यो मेटलको सपोर्ट लाउनु पर्दछ टी टाइपको बनाएर र यो जाली वायरहरू चाहिँ यस्तो भर्टिकली लाउनु पर्ने रहेछ यसै ग्रिन हाउस देख्न सक्नुहुन्छ यहाँ चाहिँ धनियाँ ड्याम्मै रहेछ लेकको धनियाँ खुसबु दामी आइरहेको छ हो अन्त यहाँ पनि फ्लावर्सहरू धेरै किसिमको फ्लावर्सहरू यहाँ ग्रिन हाउसमा देखेँ मैले आज
दामी चिसो जग्गामा गाई गोठ पनि रहेछ हो। हेलो कृष्ण भाइले यहाँ मोटर टिप्दैछ। यहाँ चाहिँ अब लेकको मोटर गाईको मलहरू गाइछ। अन्त यही मल चाहिँ अब बारीमा लगाएपछि बारीलाई अब धेरै न्युट्रिसन दिने काम गर्छ मलले। र त्यही न्युट्रिसन चाहिँ हामीले सिड लगाउँदाखेरि चाहिँ त्यो प्लान्टमा पाइन्छ। त्यो प्लान्ट राम्रो भएर जान्छ। मटर हेर्नु सक्नुहुन्छ? हजुर भन्नुहोस् न। यहाँ चाहिँ फेरि मकै त 6 महिना मात्रै हुन्छ नि। मकै 6 महिना मात्रै है? एक फर्स्ट रोपे 6 महिनामा टक्कै त्यत्रो टाइम लाग्छ है? तर फेरि यहाँको मकै तपाईँले टेस्ट गर्नुभयो नि हजुर पोसीको मकै तपाईँले 200 हुन्छ नि हो। त्यस्तो मिठो हो? गुल्ले टाइपको हुन्छ। पोसीको अर्कै टाइपको आउँछ होइन? हजुर हजुर। यहाँको त गुल्ले टाइपको आउँछ। हजुर हजुर। यहाँ लेकको मटर देख्न सक्नुहुन्छ गाइस हो। जुगा लाग्छ सर? जुगाले अलिक सहायक हुन्छ। इरिगेसनको लागि चाहिँ यो खालको नै सिस्टम प्राय अपनाइने गर्छ हो। अलैँची बगान शीतल एकदम दामी। अब हामीले चाहिँ यहाँ त के गरेछ भने अब टुरिस्टहरू आउँदा गेस्टहरू अब सक्नुहुन्छ मटर हो एकदम गुलियो। औलको भन्दा धेरै लेकको मिठो हुँदो रहेछ। सन्देश सरलाई नमस्कार फेरि यो सानो ब्लगमा। अहिले हामी फिलहाल कहाँ छ अलिक अपडेट दिनुहोस् न। हामी अहिले तपाईँको फिलहालमा छौँ हामी दामथाङ र नाम्चीको बिचमा जाउबारी भन्ने जग्गामा छौँ अहिले। हजुर सर। र हालैमा चाहिँ हामी बारीमा छौँ अहिले। यहाँनिर तपाईँ देख्न सक्नुहुन्छ हामी मोटर निकाल्दैछौँ। हजुर सर। र हाम्रो मोटर निकाल्ने भाइ हुन्छ यहाँ। दामी हो अलैँची बारी साग उपरै लसुन मटर चेरीको बोट रहेछ हो। अहिले चाहिँ फले छैन। चिचिला लागिरहेछ हो चेरीको। देख्न सक्नुहुन्छ लेकको खन्यु रहेछ हो। लेकको खन्यु खस्रो चाहिँ खस्रो तर अर्कै हुँदो रहेछ। गार्लिक फार्मिङ आम्म दामी।